नमस्कार, म गोविन्द बानिया। म यति बेला दक्षिण कोरियाको पोचनमा रहेको पोचनमा जुन हब आइसल्यान्ड छ त्यहाँ आइपुगेको छु। यो दक्षिण कोरियाको पोचनमा रहेको मानव निर्मित गुलाबी टापु हो। यो टापु गुलाबी रङका रुखहरू र भुइँमा गुलाबी रङकै बालुवाले रंगाइएको छ। खास गरी यो क्षेत्र कोरियाली जडीबुटीको ठूलो संग्रहालय रहेको क्षेत्र हो। जडीबुटीको प्रवर्धन गर्न यही क्षेत्रमा विभिन्न युरोपियन डिजाइनका उद्यानहरू निर्माण गरिएका छन्। त्यसै मध्येको एउटा हो यो गुलाबी उद्यान। मूल गेटको अलिकति उकालो बाटो हिँडेर वा ट्र्याक्टर र भ्यान चढेर पुग्न सकिने यो ठाउँमा बाटोका दुई किनारमा गुलाबी रुख लगाइएका छन्। छेउमा पिङ्क मुली भनिने गुलाबी घाँस सजिएको छ। उसो त यसको गेटमा गोदावरी लगायत विभिन्न फूलहरू सजाइएको छ। यसैको माथिल्लो भूभागमा ठूलो पिङ राखिएको छ र यसलाई भनिन्छ पिङ्क वेब। छेउमा नेपालका मठ मन्दिरमा राखिने जस्तै घण्ट छ, जहाँ पालो पर्खिएर रालोमा बाँधिएको धागोले घण्ट बजाउन सकिन्छ। यसको छेउमा क्याफे पनि छ। यहाँ मध्येको सबैभन्दा आकर्षक स्थान चाहिँ यही गुलाबी टापु हो। यो टापु निकै सुन्दर देखिन्छ। छेउका गुलाबी रुखहरूले झन आकर्षण थपेका छन्। साना बालबालिकाहरू यो बालुवा खेलिरहेका छन् भने टापुबाट चिप्लेटी पनि खेलिरहेका छन्। अरू ठूला पाकाहरूले यो आकर्षक स्थानलाई पृष्ठभूमिमा राखेर फोटो र भिडियो बनाउन हतारो छ। हामीलाई पनि साँच्चीकै आकर्षक लागेको यही ठाउँ हो। हुन त यहाँ ठूलो संसारै छ। जडीबुटी संग्रहालय, युरोपियन प्रेरणामा आधारित घर र त्यहाँका सजावटहरू, बगैँचा, क्याफे लगायत साँच्चीकै यहाँ सबै घुम्ने हो भने एक दिनले पनि पुग्दैन। उसो त यहाँ साँझ पखको माहौल झन्नै आकर्षक हुने गर्दछ। रुख, बाटो, भवन जतासुकै सजाइएका सुन्दर बत्तीहरूले झिलिमिली बन्दा साँझ नै रोमान्टिक हुन्छ। हामीले यो सुन्दर स्थानलाई तपाईहरूको सामु पनि भिडियो मार्फत बाँडेका छौं। यो भिडियो हेरेर तपाईहरूलाई पनि यो स्थानमा जान मन लाग्यो भने ट्रेन चढेर 1 नम्बर लाइनको सोयोसान स्टेशनमा झर्नुहोस् र त्यहाँबाट 57 नम्बरको बस वा ट्याक्सी लिएर जान सक्नुहुनेछ। याद गर्नुहोस्, बस हरेक 1-1 घण्टामा मात्रै छुट्छ। ट्याक्सीमा जानुहुन्छ भने तपाई 20 मिनेटमा पुग्न सक्नुहुनेछ। तपाईहरु पनि आउनु होला र यो वातावरणको मजा लिनु होला, रमाइलो गर्नु होला। तपाईहरुलाई यही जानकारी गराए आजको भिडियोमा। फेरि अर्को भिडियोमा हाम्रो भेट हुनेछ। तबसम्मको लागि म बिदा हुन्छु। नमस्कार। उच्च शिक्षा अध्ययनको उत्कृष्ट गन्तव्य दक्षिण कोरिया अनि दक्षिण कोरिया जान तपाईलाई सहज बाटो बनाउने SNB कन्सल्टेन्सी। मार्च इन्टेकका लागि धमाधम काम भइरहेकाले आजै सम्पर्क गर्नुहोस्। हामीलाई चाहिने सबै सामान हामी ग्लोबल फुड मार्ट सुवनबाट नै लिन्छौं। तपाई नि कोरियामा सम्पूर्ण नेपाली खाद्य सामग्री पाइने मार्ट ग्लोबल फुड मार्ट सुवन। लोन सम्बन्धी परामर्शका लागि JB बैंक लोन परामर्शदाता KP चौलागाईलाई सम्पर्क गरौँ। सम्पर्क 010 3268 9222।